प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। श्रम संस्कृति पार्टीको तर्फबाट मान्य सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो। मान्य सदस्यहरू, प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्त्वपूर्ण र कानुन निर्माण गर्ने एउटा महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानुन अथवा नियमावली, हाम्रा प्र्याक्टिस कसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गर्छु। प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। आज केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्न समय माग्नु भएको छ। म समय दिन्छु। सर्वप्रथम मान्य ठाकुर सिंह थारू, समय 2 मिनेट। सम्मान्य सभामुख महोदय, जेठ 1 गते बर्दियाको बारबर्दिया नगरपालिका वार्ड नम्बर 3 बबई नदीको तटमा रहेको लट्ठावा मसान घाटको टहरामा डोजर चलाइएको भिडियो सामाजिक सञ्जालमा अहिलेसम्म ट्रोल बन्यो। उक्त मसान घाटमा एकातिर लास जलिरहेको र अर्कोतिर बर्दियाको वन अधिकृतको आदेशले डोजर लगाएर मलामी कुर्ने टहरा भत्काइरहेको दृश्य हेर्दा हृदय विदारक दृश्य थियो। यो मानवीय संवेदनामाथिको प्रहार थियो। सभामुख महोदय, उक्त घाटमा बारबर्दिया र मधुवन नगरपालिकाका सर्वसाधारणहरू मलामी जाने परम्परा सयौं वर्ष पुरानो हो। मलामी गएका स्थानीयहरूलाई घाम र पानीको ओट लाग्ने टहरा बनाइएको छ, तर एकजना वन अधिकारीको सनकका भरमा मसान घाटको टहरामा डोजर चलाउनु स्थानीय बासिन्दाहरूको संवेदनामाथिको प्रहार हो भन्ने मेरो बुझाइ छ। यो कदामी न्यायसङ्गत हुनै सक्दैन। यसरी सनकका भरमा मलामीको टहरा भत्काउने वनका अधिकारीलाई तत्काल कारवाहीको दायरामा ल्याउन सदन मार्फत जोरदार माग गर्दछु। वनका अधिकारीहरूबाट भएको यो उक्त कार्य कुनै पनि हालतमा यो क्षमायोग्य हुने कार्य हुनै सक्दैन। सभामुख महोदय, मानव बस्तीका लागि त्यो टहरा निर्माण गरिएको भए वन अतिक्रमण भएको भन्न सकिन्थ्यो होला, तर त्यो टहरा केवल मानिसको मृत्यु भएपछिको अन्तिम संस्कारको लागि थियो। यस्ता घटना दोहोरिन नदिन सरकारवाला निकायहरूलाई सचेत गराउन माग गर्दछु। सरकारको हवाला दिँदै अतिक्रमण हटाउने नाममा सर्वसाधारणलाई आतंकित बनाउने कार्य तत्काल बन्द होस्। एउटा सरकारी अधिकारीको गलत हरकतको जिम्मा सरकारले लिनु हुँदैन र लिन सक्दैन। फेरि पनि उक्त घटनामा संलग्नहरूलाई तत्काल कारवाहीको लागि माग गर्दछु। धन्यवाद।